एउटा फोनको मूल्य 5 अर्ब पर्छ भन्दा तपाईँ पत्याउन सक्नुहुन्छ? हो, यो सत्य कुरा हो। विश्वमा यस्ता पनि फोन बनेका छन् जसको मूल्य 5 अर्ब बढी छ, जुन फोनको नाम हो फेल्कन सुपरनोभा आइफोन 6 पिङ्क डायमन्ड। न्युयोर्कको सुपर लग्जरी ब्रान्ड फेल्कन लग्जरीले सन् 2014-15 तिर बजारमा ल्याएको यो फोन साधारण प्रविधिका लागि नभई अति धनी व्यक्तिहरूको प्रतिष्ठा र गहनाको रूपमा डिजाइन गरिएको हो। फोनको बाहिरी फ्रेम तथा बडी 24 क्यारेट सुन, 18 क्यारेट रोज गोल्ड र प्लाटिनमबाट बनेको छ। फोनको पछाडिपट्टि एप्पल लोगोको ठिक मुनि अत्यन्तै दुर्लभ गुलाबी हिरा पिङ्क डायमन्ड जडान गरिएको छ। हिरालाई खस्न वा क्षति हुनबाट जोगाउन विशेष मेटल होल्डरहरू प्रयोग गरिएको छ। यसको मूल्य $48.5 मिलियन, करिब 5 अर्ब रुपैयाँ भन्दा बढी भए तापनि यसभित्रको प्रविधि भने साधारण आइफोन 6 को नै हो। यसको डिस्प्ले 4.7 इन्च वा 5.5 इन्च प्लस मोडल छ भने स्टोरेज 128 GB इन्टरनल स्टोरेज छ। 8 MP पछाडिको क्यामेरा र 1.2 MP अगाडिको क्यामेरा रहेको छ। त्यसो भए कति बनेका छन् त यो फोन? कम्पनीले यो फोन आम सर्वसाधारणका लागि आम उत्पादन मास प्रोडक्सन गरेको भने थिएन। आधिकारिक रूपमा कम्पनीले यो मोडल मात्र एक थान सिंगल युनिट विशेष अर्डरमा निर्माण गरिएको बताइन्छ। त्यसो भए यसको मालिक को हो त? इन्टरनेटमा यो फोनको मालिकबारे निकै ठूलो भ्रम र दाबीहरू रहेका छन्। इन्टरनेट र सामाजिक सञ्जालहरूमा भारतका धनाढ्य मुकेश अम्बानीकी पत्नी नीता अम्बानीसँग यो फोन छ भन्ने खबर व्यापक रूपमा फैलिएको थियो, तर कुनै आधिकारिक पुष्टि भने छैन। नीता अम्बानी, रिलायन्स इन्डस्ट्रिज तथा फेल्कन कम्पनी स्वयंले पनि नीता अम्बानीले यो फोन खरिद गरेको वा बोकेको कुरा पुष्टि गरेका छैनन्। यो फोन कुनै अज्ञात निजी संग्रहकर्ता वा रोयल परिवारका सदस्यको अर्डरमा बनाइएको हुन सक्ने अनुमान गरिए तापनि यसको वास्तविक मालिक गोप्य राखिएको छ। सारमा भन्नुपर्दा फेल्कन सुपरनोभा आइफोन 6 पिङ्क डायमन्ड कुनै क्रान्तिकारी प्राविधिक फोन नभएर विश्वकै सबैभन्दा महँगो डिजाइन गहना हो। यसको $48.5 मिलियन को मूल्य फोनको क्षमताका लागि नभई त्यसमा जडान गरिएको 24 क्यारेट सुन र विशाल दुर्लभ गुलाबी हिराका कारण तोकिएको हो।